थोरै इटिनेरीको बारेमा पनि कुरा गर्छु। हाम्रो काठमाडौँदेखि ट्राभल गर्दाखेरि चाहिँ लगभग 3 दिनको ट्रेक हो यो। काठमाडौँबाट तल माथि एकैचोटि हामी सिदिङसम्म वान डेमा आइपुगिन्छ। बाइकमा आउने भए पनि अथवा गाडीमा आउँदा भए पनि त्यही हो, बिहान ब्रेकफास्ट लिएर निस्किँदाखेरि ठिकै हुन्छ। सिदिङसम्म बाटो आउँदो रहेछ। बाटो चाहिँ दुईवटा रहेछ, यता फेरि गएर पनि जाँदो रहेछ मान्छे, तर त्यो चाहिँ एकदम ट्रेकिङ अलिक धेरै गर्नुपर्ने रहेछ। त्यहाँबाट एकदम लामो बाटो, यताको बाटो नराम्रो भन्छन् तर हामी त्यही बाटो चुज गरेर आयौँ। यो के अरे सिदिङको बाटो त्यस्तो नराम्रो पनि छैन, ठिक छ, अफरोड त छ होइन, तर त्यस्तो नराम्रो भन्ने पनि छैन। सो छिटोको लागि मेरो रेकमेन्ड पनि सिदिङबाटै बेस्ट होला जस्तो लाग्छ। सिदिङसम्म आउने, त्यसपछि त्यहाँ बाइकहरू राख्ने, आफ्नो नचाहिने कपडाहरू पनि त्यही राख्न सकियो। त्यसपछि डे 1 त्यो भयो सिदिङमा बसेर। डे 2 त्यसपछि हिँड्न सकिन्छ भने हामी सिदिङदेखि डाइरेक्ट हाइक्याम्पसम्म आउन सकिँदो रहेछ बेलुकासम्म। अलिकता टाइममै बिहान हिँड्ने हो भने हामी पनि त्यही गरे हो। बिहान मर्निङमा हिँड्ने हो भने तर लेट भयो। हामी चाहिँ अलिक त्यस्तो गाह्रो नहोला कि भन्ने, चाँडै पुगिएला कि भन्ने उसले एकदम ढिला गऱ्यौँ। हामी चाहिँ लगभग 10-11 बजीतिर हिँडेको थियौँ। त्यो एकदमै लेट हो। त्यो चाहिँ फोटो खिच्यौँ, ब्रेकफास्ट खायौँ, मजाले फ्रेस भएर। त्यहाँ चाहिँ तातो पानी पनि थियो, त्यो कारणले टाइम स्पेन्ड त्यही नै मजाले भयो। 11 बजे लगभग हिँडेको थियौँ। त्यही पनि हामी राति 7 बजीतिर लगभग सिधै के अरे हाइक्याम्प आइपुगेका थियौँ। बाटोमा खाना खानलाई पनि ठाउँहरू मजाको छ। तपाईँले सिदिङबाट माथि के छ लो क्याम्प भन्ने, लोवरको पनि लो क्याम्प र हाई क्याम्प रहेछ। हायर लो क्याम्प। हामीले चाहिँ लोवर लो क्याम्पमा आएर खाना खाएको थियौँ। तपाईँहरूले जहाँ आफूलाई भोक लागेको फिल हुन्छ त त्यहाँ आएर खाना खाँदा हुन्छ। त्यसपछि माथि लो क्याम्पदेखि बिचमा बादल डाँडा पनि रहेछ। यदि तपाईँहरूलाई हाई क्याम्पसम्म आउन गाह्रो हुन्छ भने बादल डाँडामा पनि बस्दा हुन्छ, किनकि त्यहाँबाटको त्यो सनसेट भ्यू मोर देन असम के। मोर देन असम त्यो केही वर्णन गर्नै सकिँदैन कि, त्यस्तो दामी पुरै त्यो क्लाउड, एबभ द क्लाउडवाला फिल हुन्छ। हामी लास्ट टाइम होइन, यो नै हाम्रो यो मनुङकोट हुँदै आएको थियौँ। हामीलाई त्यहाँको भ्यू दामी लागिरहेको थियो कि, त्यो मर्निङ भ्यू एबभ द क्लाउड फिलवाला। तर त्यसको मल्टिपल टाइम्स के बादल डाँडाबाट त्यस्तो दामी भ्यू देखिँदो रहेछ। सो तपाईँले हाई क्याम्प पनि नपुग्दा पनि बादल डाँडातिर बस्न सकिन्छ। त्यसपछि नेक्स्ट डे हाई क्याम्पदेखि माथि चाहिँ बस्ने ठाउँ छैन, किनकि माथि भनेको भ्यू पोइन्ट र बेस क्याम्प एमबिसी मात्रै रहेछ। सो बस्ने चाहिँ लास्ट डेस्टिनेसन भनेको हाई क्याम्प नै हो। राम्रो छ खानेकुराहरू, बस्नमा पनि सबै ठिक छ। डे 1 मा काठमाडौँदेखि सिदिङसम्म, डे 2 मा सिदिङदेखि बादल डाँडा अथवा सक्नुहुन्छ भने हाई क्याम्पसम्म। त्यसपछि डे 3 मा अर्ली मर्निङ तपाईँले छिटो हिँड्नुहुन्छ भने त बिहान 5 बजे हिँड्दाखेरि पनि बिहान सनराइज मजाले हेर्न सक्नुहुन्छ माथि भ्यू पोइन्टमै पुगेर। किनकि हामी नै 5 बजे उठेर 4:30 बजे उठेर 5 बजीतिर हिँडेका थियौँ मजाले। हामीले त्यहाँ गएर पनि अझै 5-10 मिनट्स पछि बल्ल सनराइज भयो। सो छिटो हिँड्नुहुन्छ भने त त्यो बेस्ट भइहाल्यो। अलिकता बरु मजाले सुतेर जाँदा भयो त्यो अनुसारले। तर बिस्तारै थाक्दै जाने, किन रस गर्ने भन्ने हिसाबले हो भने चाहिँ त्यही हो, 3 बजेतिरै उठ्ने। त्यसपछि 3:30-4 बजीसम्म रेडी भइहालिन्छ। त्यतिखेर हिँड्ने हो भने मजाले बिस्तारै रेस्ट गरी जानुभयो भने मजाले मर्निङ सनराइज भ्यू हेर्न सकिन्छ मार्दीको भ्यू पोइन्टबाट। त्यसपछि भ्यू पोइन्टबाट सनराइज भ्यू हेर्ने। त्यसपछि त्यो सकिसकेपछि
सकिन्छ भने तल एमबिसी महादेव बेस क्याम्पसम्म नै जाने, अझै सकिन्छ भने माथि पनि जान मिल्दो रहेछ। किनभने कस्तो छ भने लाइक एमबिसी त जुन एमबिसी लेकको बोर्ड छ त्यहाँसम्म चाहिँ त्यस्तो हिउँहरू केही पनि छैन। एक त हिउँ पर्ने सिजन अथवा पानी पऱ्यो भने हिउँ पर्ला त्यहाँ पनि, र एकदम रियर रहेछ यहाँ चाहिँ। त्यसैले त्योभन्दा अझै एक स्टेप माथि जानुभयो भने चाहिँ मजाले हिउँ पनि परेको हुन्छ, परेको भन्दा पनि हिउँ रहन्छ, त्यहाँ हिउँ छ। सो हामी चाहिँ त्यहाँसम्म पुग्यौँ, तर त्यो चाहिँ नट रिकमेन्ड फर द बिगिनर। एकदमै स्लोपी, त्यो रक क्लाइम्ब गरेर टाइपको भाइब्स आउँछ, त्यसरी हिँड्नुपर्छ होइन। एकदम डेन्जर, भेरी डेन्जर जोन होइन। यदि सक्नुहुन्छ भने आफूले म सक्छु भन्ने एउटा आँट छ भने जाँदा भयो, नत्र भ्यू पोइन्ट अर एमबिसी तल बेस क्याम्पसम्म गएर फर्किँदा हुन्छ। त्यसपछि डे 3 भयो। डे 3 मा तपाईँले भ्यू पोइन्ट एमबिसी पुगेर मजाले तल ब्याक टु बेस क्याम्प हाई क्याम्प आएर आफ्नो सामानहरू प्याक गरेर मर्निङ ब्रेकफास्ट लिएर मजाले तल सिदिङसम्म जान भ्यायो। सकिन्छ भने पोखरासम्म जान सक्यो। अझै आफ्नो साधन छ, केही बाइकहरू केही गाडी लिएर आउनुभएको छ भने आफ्नो पर्सनल ब्याक टु काठमाडौँ पनि हुन सक्यो। सो नर्मली 3 डेजकै प्याकेज हो। अलिकता रेस्ट गरेर आफूलाई गाह्रो हुन्छ जस्तो लाग्यो भने 4 डेजमा मोर देन इनफ। त्यही हो, प्राइस वाइज पनि त्यस्तो धेरै एक्सपेन्सिभ पनि छैन। लाइक तल सिदिङको होमस्टेमा हामीले 1500 नन भेजको लिएको थियो विथ प्याकेजमा। अब त्यसैमा मर्निङ ब्रेकफास्ट भयो, बेलुकाको चिकन खाना भयो, त्यसपछि हट सावरहरू भइहाल्यो, वाइफाईहरू भयो, सबै त्यसै प्याकेजमै आउँछ। माथि त्यसपछि हामीले लो क्याम्पमा आएर खाना खाएको थियौँ। लो क्याम्पको खाना पनि तपाईँलाई 500, त्यहाँ चिकन थिएन, हामी अन्डा खायौँ। सो 500 लिएको थियो पर पर्सन, त्यो पनि ठिकै जस्तो लाग्छ। सो अनि डाइरेक्ट माथि आएर हाई क्याम्पमा चाहिँ 2500 प्याकेजको थियो नन भेजको लागि, र 3000 नन भेजको लागि। त्यो पनि राम्रै प्याकेज जस्तै लाग्छ। मजाको बस्नलाई सुविधा, एकदम राम्रो लग्जरियस टाइपकै फिल आउने क्या, त्यस्तो राम्रो छ क्या। अनि खानाहरू पनि मिठो, सबै मजाको मिठो, दाल भात तरकारी साग अचार सबै चिज इन्क्लुड। सो इटिनेरी पनि त्यस्तो कस्टली पनि छैन। सो तपाईँहरू पनि आउने विचार गर्दै हुनुहुन्छ भने मेबी आफ्नो टाइम मिलाएर आउनु सक्नुहुन्छ। इट्स वर्थ इट गाइज, you need to visit one time MBC। दामी छ माउन्टेन रेन्ज पनि। अन्नपूर्ण त्यो पोखराको सान भन्छ नि, जुन पोखराको त्यो फेवा लेकमा देखिने माछा पुछ्रेको एउटा त्यो स्याडो सब यहाँबाट मजाले नजिकबाट हेर्न सकिन्छ क्या। माछा पुछ्रे सँगैको मार्दे हिमाल, अन्नपूर्ण 1, अन्नपूर्ण साउथ, हिमचुली, गङ्गापूर्ण सबै नजिकबाट हेर्न सकिन्छ यहाँ आएर चाहिँ। ओके, द्याट्स अल। होप यु गाइज will come and explore yourself